नमस्कार, म रामदेव यादव गौरीगञ्ज वडा नम्बर 1 एउटा किसान। हामीले अर्ग्यानिक सिस्टमको लागि एउटा तालिम पाएका थियौँ हाम्रो गाउँपालिकामा, जसमा 36 जना साथीहरू हामीले तालिम लिएका थियौँ। त्यो तालिम अन्तर्गत हामीले अर्ग्यानिक तोरी उब्जाउने भनेर सिकेका थियौँ। त्यो आधारमा मैले 1 कट्ठा बराबरको मैले यो खेतमा सुरुवाती बेलामा जोत्ने बेलामा एकपल्ट जोतेर सोइल सञ्जीवनी र घरेमा बनाएको थियो गोबर आधारित एनपीके, जसमा डीएपी, युरिया र पोटासको मात्रा समाहित हुन्छ। 200 किलो कम्पोस्ट मल, 1.5 किलो डीएपी, 1 किलो युरिया र 1 किलो पोटास हालेर मैले यो तोरी फरेको थिएँ। यतिखेर तोरी राम्रै छ। अब तोरी हुँदा पनि यसलाई अब हेर्नुहोस्, हेर्नमा सर्स्यौँ जस्तो हेरिन्छ, हाइब्रिड तोरी हो। र यसमा जब फुल लाग्ने बेला थियो, फुलको त्यो दाना फुल्नुभन्दा अघि नै, त्यति बेला मैले आफैले नै बनाएको अर्ग्यानिक तथ्यबाट बनाएको हाम्रो केदार प्रसाद पोखरेल ज्यूको निर्देशबाट जुन हामीले बनाएका थियौँ पुष्प रसायन फुलवर्धक भन्ने जुन तत्त्व थियो हाम्रो घोल पदार्थ, त्यो छरेर मैले यसमा फुलको विस्तारको लागि र कोसा राम्रो लानको लागि त्यो हालेको थियो। अब 10 दिनमा यो फुल झरिसकेपछि फेरि त्यसलाई कागतीवाला त्यो हुन्छ, कागजी निम्बुबाट बनाएको हुन्छ त्यो हाम्रो फुलवर्धक, त्यो एकपल्ट सर्लक्क फेरि हालिदिने। र यसमा लाही अलिअलि लागेको थियो, त्यसमा मैले लाहीको पनि अर्ग्यानिक मेटर नै हालेको छु। र यसरी मैले यो तोरी खेती रसायनभन्दा अर्ग्यानिकमा राम्रो हुन्छ कि हुँदैन भन्ने एउटा प्रश्नवाचक चिन्ह थियो। त्यो चिन्ह अब हराएर सपोर्टमा गयो, हुँदो रहेछ, अर्ग्यानिकले पनि रसायनलाई जित्दो रहेछ भन्ने कुरो पुष्टि गर्नलाई मैले यहाँहरूलाई यो भिडियो सेयर गर्दैछु। हस् त, धन्यवाद।